हेलो एभ्रिवान। आज चाहिँ मेरो बिहानको सुरुवात चाहिँ फ्राइडेको यो भिडियो है। आजको सुरुवात चाहिँ मेरो बिहान चाहिँ मैला फ्याँकेरदेखि स्टार्ट भएको थियो होइन। उठेँ अनि मैला फ्याँकेँ। अनि तपाईँहरूको कस्तो कसको उयो छ? मेरो चाहिँ फ्राइडेको दिन चाहिँ यति बिघ्न काम हुन्छ होइन, यति बिघ्न काम हुन्छ। किन भन्दाखेरि चाहिँ मेरोमा छोरी आउने बेला त्यो खाना खानु बादमा भन्यो, छोरी म आउँदिनँ। अनि छोराले चाहिँ उसको घरमा खाना खानु बोलायो। अनि बोजूले चाहिँ भन्यो म खाली हात जानेवाला छैन, अनि हामी खाना बनाऊँ भने होइन। ओके, अब म के भन्नु सक्छु होइन। बोजू, मेरो बोजू चाहिँ 86 इयर्सको छ, तर ऊ चाहिँ कस्तो खाना बनाउनु भनेपछि यस्तो डरलाग्दो इन्ट्रेस्टेड छ। अब बनाउनु चाहिँ सक्ने होइन, सबै कुरा चाहिँ मैले नै गर्ने हो, तर हेल्प चाहिँ गर्नु पऱ्यो। अनि चाहिँ मैले निकालेँ फ्रिजबाट चाहिँ मासु, स्नेसिल बनाउने भन्यो, छिचोट बनाउने भन्यो। अनि त्यहाँदेखि माछाको के बनाउने भन्नुभयो बोजूले। माछाको पनि छिचोटै जस्तो, तर उनीहरूले त्यो बनाउँछु भन्नुभयो बोजूले। अब बोजूले चाहिँ मलाई सिकाउने हो, म चाहिँ बनाउने हो। अनि चाहिँ बोरकस पनि बनाउँछु भन्नुभयो बोजूले। नाम पनि नआएको हेर्नु न, प्रनाउन्सिएसनमा कतिवटा मिस्टेक हुन्छ, नरिसाउनु होला। अनि मेरो बोजूले चाहिँ स्टार्ट गर्नुभयो। अनि मैले चाहिँ हेरिबस्न सकिनँ। मेरो बोजू 86 इयर्सको बोजूले काम गर्दाखेरि चाहिँ बोजू काम गर्दा भन्नु भएन। अनि बोजूलाई पनि तिमी बस्छ यहाँनिर भनेर मैले बेन्चीमा ल्याएर बोजूलाई राख्थेँ। अनि मलाई सिकाउनुहोस् तपाईँले भने बोजूले चाहिँ, किन भन्दा हिब्रू मात्रै बोल्नुहुन्छ है। अनि बोजूले चाहिँ इङ्ग्लिस पनि बुझ्नुहुन्न नि त, एउटा वर्ड बोल्नुहुन्छ। अनि मैले चाहिँ हिब्रूबाट लछ्याङ पस्याङ गर्दै मैले चाहिँ बोल्दै मैले बनाएँ। अनि यहाँ मैले बनाएको माछाको छिचोट यो होइन, यो चाहिँ खासमा उनीहरूले फेस्टिभलमा खान्छ, तर मेरोमा चाहिँ अस्तिदेखि माछा रहिरहेको थियो। अनि बोजूले बनाएर लगाइदिउँ भने, अनि मैले चाहिँ स्नेसिल बनाइदिएँ। अनि यो छिचोट पनि बनाएँ। त्यहाँदेखि बोडोकसको लागि उयो पनि गरेँ। त्यहाँदेखि फेरि यो चाहिँ लाङ्साको छिचोट, त्यो पनि बनाउँछु भनेर रेडी गरेँ। हतार पत्तार गरेँ। त्यहाँदेखि बोजूले बोडोकस बनाउन थाल्नुभयो है। बोजूले चाहिँ बिचरा महिला मात्रै काम गर्छ भनेर चाहिँ कस्तो गर्नुहुन्छ नि त, म पनि गर्छु भनेन। अन्त बोजूलाई होइन सिकाउनु भयो, होइन सिका म आफै गर्छु भनेको होइन अरे बोजूले। अनि त्यहाँदेखि बोजूले चाहिँ त्यो बनायो, मैले चाहिँ समोसा बनाइदिएँ 2-3वटा होइन। यो चाहिँ इन्डियामा चाहिँ यस्तो खान्छ है बोजू भने। त्यहाँदेखि हतार नपत्तर रेडी भएर चाहिँ फेरि मेरो चाहिँ म चाहिँ डे टाइममा जिम जान्छु। किन भन्दा खासमा जिम चाहिँ बिहान र बेलुका जानु चाहिँ राम्रो हुन्छ, तर मेरो चाहिँ बिहान बेलुका जानु टाइम छैन, पाउँदिनँ। अनि म चाहिँ डे टाइममा जान्छु। मेरो चाहिँ डे टाइममा 3 आवर्सको छुट्टी हुन्छ। अनि म त्यो टाइममा चाहिँ जान्छु, जिम जान्छु, घुमीसुमी गरेर आउँछु। यो चाहिँ मेरो जिम जाँदाखेरि चाहिँ एभ्री टाइम भेट्ने जग्गा हो। यो चाहिँ दामी छ। आज चाहिँ यति बिघ्न चाहिँ थियो होइन, भैया पार्टीहरू पुरा थियो। अनि हतार जिम गएँ अनि बसेँ। अनि चाहिँ म चाहिँ आएँ घर। अनि चाहिँ हामीले 2-3वटा रिल्स बनायो होइन। म चाहिँ लुगा लगाएँ, हतार पत्तार आएर। अनि चाहिँ हेर्नु खाना मैले आउँदाखेरि त बोजूले सबै रेडी बनाइरहेको रहेछ, छोराहरूलाई लगिदिने, छोरीलाई लगिदिने भनेर। अन्त हत्तु भएर अन्त गलेर बसेको। अन्त मैले दैलो सर सुनेँ। अन्त हामी चाहिँ लाग्यो। हामी चाहिँ फेरि पेताकतिकपादेखि चाहिँ हामी चाहिँ जान्छ खाना खानु चाहिँ रानानातर्फ। किनभने बोजूको छोरा र छोरी चाहिँ रानाना बस्छ। बोजूको चाहिँ एउटा छोरा छ अनि एउटा छोरी छ। अन्त रानाना बस्छ होइन। अन्त छोरी ल्याउनु आएको थियो, हामी चाहिँ गयो रानाना होइन। अनि यो चाहिँ वे अफ रानाना, हामी चाहिँ रानाना जाँदैछ। पहिला चाहिँ हामी छोरीको घरमा गएर सामान छोडेर त्यहाँदेखि खाना खानु चाहिँ हामी छोराकोमा जान्छ। अनि चाहिँ हामी चाहिँ यो चाहिँ मजाको बाटो छ है, हामी जाँदै थियौँ। अनि त्यहाँदेखि चाहिँ छोराको घर पनि पुग्यो। अनि मैले चाहिँ तपाईँलाई भन्छु छोराको घरमा चाहिँ म ज्यादा खिच्दिनँ, किन भन्दा छोरा चाहिँ मेरो बोजूको छोरा चाहिँ रिलिजियस हो नि त। उनीहरूले चाहिँ अब त्यसो बत्तीहरू बालिसकेपछि चाहिँ उनीहरूले उयो गर्दैन। अनि हामी जाँदाखेरि चाहिँ तिनीहरू रेडी गरिराखेको थियो, किनभने उज्यालै थियो नि त, सब बात स्टार्ट भएको थिएन। अनि हामीलाई खानासाना बनाइदिएको थियो। हामीले चाहिँ खानासाना खायो। मैले खानाहरूको अलिअलि मात्रै खिचेँ, किन भन्दा त्यहाँनिर अलिक मलाई पनि कम्फर्टेबल फिल हुँदैन क्या, उनीहरूले युज गर्दैन नि त। अन्त खाना खायो अनि हामी फर्क्यो। अनि मेरो फ्राइडेको दिन चाहिँ यसरी बित्यो। अनि हजुरहरूको कसरी बित्यो होला? बाई बाई।